आजको यो भिडियोमा फुड हन्ट सँगसँगै राइड पनि हुनेवाला छ र आज हाम्रो 400 किलोमिटरको राइड हुनेछ। यदि तपाईहरु काठमाडौँदेखि पूर्व र पूर्वदेखि काठमाडौँ आउँदै हुनुहुन्छ भने बीच बाटोमा के खाना पाइन्छ र कस्तो कस्तो दृश्य देखिन्छ आज हामी यो भिडियो मार्फत देखाउने छौं। हेलो नमस्ते, वेलकम टु लामाज ब्लग नेपाल। धेरै समयपछि ब्लग बनाउँदै छु है। अहिले चाहिँ ठ्याक्कै 5:30 बजे म चाहिँ झापामा छु अनि आउँदाखेरि भिडियो बनाउनु पर्ने, भिडियो बनाउन पाएन। अहिले चाहिँ चट्ट लाएर बिहान नै निस्किने, किनभने 12-14 घण्टाको चाहिँ राइड हुन्छ हैन। त्यही भएर चाहिँ 12-14 घण्टाबाट यहाँबाट काठमाडौँ जानसम्म चाहिँ हामीले चाहिँ के फुड हन्ट गर्छौँ भन्ने यो भिडियोमा छ है। अनि बाटामा के पाइन्छ भनेर चाहिँ हामी भिडियो बनाउँछौँ। मसँग छ सन्तोष एज राइडर नेपाल। अनि अहिले चाहिँ हामी दमकमा छौँ। अब चाहिँ हामी जान्छौँ काठमाडौँ। सो अब हामी गएर त्यहाँ बाटोमा के हुन्छ भिडियोलाई हेर्दै गर्नु होला है त। बिहानको सुरुवात हामीले चियाबाट गऱ्यौँ र हामीलाई चाहिँ एकदमै चाँडै जानुपर्ने हुनाको कारणले चाहिँ हामीले हतार गरेर चाहिँ पेट्रोल सेट्रोल हालेर चाहिँ आफ्नो गन्तव्यतिर लाग्यौँ। हामी दुईजना चाहिँ बाटोमा रमाइलो गर्दै बाटोको रमणीय दृश्य हेर्दै 84 किलोमिटर पार गरेको पत्तै भएन। अनि हामी चाहिँ ठ्याक्कै 84 किलोमिटर पार गरिसकेपछि हामी होटल ग्यालेक्सी आइपुग्यौँ। यो चाहिँ यो सप्तकोशी पुलमा चाहिँ यहाँनिर चाहिँ पुरै बोटिङहरू पनि गर्दो रहेछ हैन। अब कति बजेदेखि सुरु हो, परसम्म पनि सही बोटहरू पुरै पानीमा हैन। चट्ट लाएर यहाँ घुम्नु पनि पाइन्छ। कति बजेदेखि यो बोटिङ सुरु हुन्छ यसमा? 9-10 बजेतिर चाहिँ 9-10 फ्रेस भएछ है। यसलाई फेरि आक्वाई गर्छ, फेरि खानुभन्दा अगाडि आक्वाई गर्छ। ल हाम्रो कफी आयो, त्यसपछि अर्को खानेकुराहरू पनि हाम्रो आउँछ। बिहानको चट्ट लाएर कफी मलाई अर्को एउटा सुगर पनि ल्याइदेऊ ल। यो ठाउँ चाहिँ अलिकति मजाकै दामी नै रहेछ हैन। यहाँ वरिपरि फेरि यहाँ इन्डियादेखि हो कि बङ्गलादेशदेखि यहाँ राइडहरू पनि आइरहेको, इन्डियादेखि आइरहेको छ। अनि यहाँ वरिपरि चाहिँ दामी यस्तो ठाउँ रहेछ ल, चिल हैन। यहाँ बसेर फेरि ब्याम्बो पुरै ब्याम्बो रहेछ हैन। यहाँबाट हैन सिनेन ल, यस्तो दामी देखिरहेछ हैन। आजान्ते यहाँ बसेर भ्यू हेर्दै चिया खाना चाहिँ फेरि मजा आउँछ क्या। ल बोटिङहरू टन्नै छ क्या। ल ए यो मेरो यो के यसमा हाल्यो? ल ठिकै छ, मैले अघि चाहिँ एक खाइसकेको थिएँ। यसमा हालेर कफी त दामी चिनी भएन नि हामीलाई चाहिँ, फेरि कफी लभरहरूलाई त बिना चिनीको चाहिन्छ, बिना चिनी नै खान्छ नि त। हामी जस्तो कफी लभर त हैन, तर जस हुन्छ कफी मनपर्छ। राइडमा हिँड्दाखेरि चाहिँ अलिकति कफी खायो भने चाहिँ अलिकति फ्रेस भइन्छ कि भन्ने हो। कफीसँग चट्ट लाएर कफी खाँदा नि हुन्छ नि मासु गाएर। तर बाँस कस्तो दामी बनाए। बटर हालेर छ नि पानी पर्छ क्या हो? पर्दैन हो है, पानी पऱ्यो भने चाहिँ बवाल हुन्छ फेरि। लामो राइड गरेर यहाँ बसेर चाहिँ खाना चाहिँ मजा आउँछ। उतापट्टि चाहिँ छन त छ, सबै पेडै पेडा पाउँदो रहेछ उता पारिपट्टि, बर्मेजिया पेडाले फेमस। तर हामी पेडा चाहिँ हामी आउँदाखेरि चाहिँ उहाँ बाटामा भेटाएको थियो, त्यो ठाउँमा अझै स्पेसल छ, अलिकति खुल्ला ठाउँमा हामी त्यहाँनिर गएर त्यो पेडा पनि खान्छौँ। कति बज्यो? ठ्याक्कै 7:45 भएछ।
अगाडि चाहिँ इन्डियामा सायद होला टन्न राइड कति 8-9वटै बाइकको राइडमा आएको छ हामी पनि कम छैनौँ सन्तोष चाहिँ यहाँ फोटोग्राफर बसिरहेको ओके अब नाइस जर्नी बिहानको चिया नास्ता गरिसकेपछि चाहिँ हामी चाहिँ फेरि आफ्नो गन्तव्यतिर लाग्यो र सँगसँगै इन्डियन राइडर पनि भएको कारणले चाहिँ हामी चाहिँ एकछिन भए पनि मजा गर्दै हिँड्यौँ ल साथीहरु है हामी चाहिँ अब वहाँ त्यो खाजा खाएको ठाउँबाट 2 घण्टाको राइड पछि हामी फेरि यो सिलौटो यो खाना के भान्साघरमा आएको छौँ यहाँनिर चाहिँ हामीले चाहिँ अघिल्लो दिन हामीले यो रिल्स बनाएर चाहिँ फुड सिरिज लोकल फुड सिरिज चलिरहेको थियो त्यसमा चाहिँ टिकटकमा हालेको ठ्याक्क लाएर 9 लाख भ्यू पुगेको रहेछ है यो सिलौटो हामी आफै छक्क परे है यहाँ के गरे तपाईहरु चाहिँ पूर्व जाँदै हुनुहुन्छ भने चाहिँ यो ठाउँमा चाहिँ लोकल अथेन्टिक लोकल आगोमा चाहिँ के रे आगोमा मासु पकाएको हुन्छ अनि भात पनि पुरै लोकल नै चामल बवाल दामी बास्ना आउने के भन्छ बास्ना आउने चामललाई के भन्छ रे बासमती राइस कस्तो भन्ने न बासमती राइस हो नि त यहाँ चाहिँ हाम्रो सन्तोष के हो यो किम्बु हो यो बच्चा बेलामा खान्थ्यो अहिले ए किम्बु खाइदिउँ न यार हिजो भाइले चाहिँ मलाई कुक देखाउनु भने खिच्नै पाएन अस्ति न त भाइ भाइरल हुन्थ्यो अब यहाँ भगा भाइरल हुन्छ अब किम्बु खाएर किम्बु यस्तो खानुपर्छ खान्दैछ एउटा भाइ एउटा तानो त यो त पाक्यो होला कालो कालो पाक्यो हुन्छ यस्तो दामी छ ठाउँ यी वरिपरि म चाहिँ ट्याक्क यहाँ चाहिँ सिलौटो भान्सा भएको र यहाँ त सुगा पनि रहेछ नि त्यहाँ ए सुगाले हेरिरह हेर्दैछ नि सुगाले ल जाउँ अब हामी भात खान्छौँ अब मजाले भात खान्छ यहाँ भित्रपट्टि चाहिँ किचन छ यहाँ चाहिँ यो सिलौटो भने खास यो सिलौटोमा खास अचार पिन्ने रहेछ नि होइन एउटा अचार पिने हेरिदिउँ त यहाँ चाहिँ मजाले आगोमा चाहिँ यो पकाउनु हुँदो रहेछ मेन ल यो चाहिँ बुङ्गुरको होइन दाइ बस यो त अघि यता पनि पकाउनु भएको जस्तो लाग्थ्यो ए चिकन यहाँ वरिपरि चाहिँ यस्तो टेबल यहाँ चट्टै छ माथि पनि रहेछ माथि एकचोटि हेरौँ न बस्ने ठाउँमा हावा आउँछ अरे बस यहाँ पोर्क दही कटर पनि छ हो पोर्क पनि छ यहाँ तर जहाँ हाल्ने हुन्छ खाइन्छ ल बबाल छ अब यहाँनिर यो मासु भात खास मासु नखाने भएन क्या त्यो पकाएको देखेर कुन यो फापरको साग मासु भात नखाने भनेको त्यो पकाएर देखाएर यस्तो खाउँ लाग्यो भने यहाँ यस्तरी यो भात खाने अनि पछाडि यस्तो दामी देखायो भोकलाई चाहिँ यो फेरि भात फेरि लोकल चामलको हो बास्ना यस्तो दामी आउँछ भने अब चट्ट लाएर दही भात यहाँ सुरु गरिसक्यो ल यताउति गर्दा गर्दा यार भिडियो हाल्दा नि ल तर भात त राख्दै हुन्छ है दिदी त दाल चाहिँ सोही लाग्यो मलाई अहिले यति पुग्छ
फापरको साग अनि सिधाइसक्यो है ओहो दालको स्वाद चाहिँ मिठो है हाल्यो दामी रहेछ के खाना गम लाएर थपेर अब हामी 2.5 के अरे 200 किलोमिटर अझै हिँड्नु बाँकी छ थोरै हाल्यो भयो 185 किलोमिटर त हामी कुदिसक्यौँ अब चामल चाहिँ हाल्यो अहिले किन अनि खाना मात्रै भोक लागिरहेछ मजा के भर्खर त 2 थपेको छ नि भाइ है तिमीले 1 चम्चा अनि हो यसमा हाल्नु लाग्यो होला यति भए पुग्छ अहिले बाइकमा फेरि पेट फेरि हुन्छ मासु नखाने सादा दाल भात चट्ट दहीसँग मुसेर खान्छु भने पोक दामी देखेर अहिले मजा आयो पोक चाहिँ राखिसकेको भन्दा आज स्वादिलो लाग्यो मलाई हो स्वादिलो किन लाग्यो भोक लाग्यो नि त त्यो पनि खानामा पोक भातसँग मासु खानु मजा सबै हाल्न सबै स्वार्लप्प त भात लान खाना नि सिकाउनुपर्छ मलाई फुड ब्लगर रे यही गर्ने फुड ब्लगर भने यस्तो सबै सर्लाप अन्तकाले भन्छ त्यसलाई भन्छ अन्तकाले दाल नखाने पुग्छ मलाई भयो दही पनि लोकल है यहाँ बल मिठो छ यो चाहिँ हामीले चाहिँ बोल्नको लागि यसो टाढा जाँदाखेरि अल्छी लाग्छ नि त त्यही भएर बोल्नको लागि हामी एकअर्कामा फेरि हालेर कुदिरहन्छ बोल्न सुन्दैन त्यही भएर इन्टरकम लगाएर चाहिँ यता अगाडि बोल्न पाइन्छ अब हामी सिलौटो भान्सा घरको मिठो भात थप्पी खाइसकेपछि चाहिँ अनि हामी फेरि आफ्नो गन्तव्यतिर लाग्यौँ कटारीदेखि 80 किलोमिटरको 1 घन्टाको यात्रापछि हामी भिमान पुग्यौँ र भिमान पुगिसकेपछि चाहिँ हामी फुल ट्याङ्क पेट्रोल हालिसकेपछि हामी सिन्धुलीगढीको बाटोतर्फ लाग्यौँ अहिले हामी चाहिँ लास्टै थकाइ लाएर चाहिँ हामी चाहिँ यो लास्टै हाइटको यो सिन्धुलीको हाइटमा त्यही पनि यस्तो दामी भ्यू पोइन्ट देख्ने ठाउँमा हामी एकछिन आराम गर्छ हावा बब्बाल लागिरहेछ भने एकछिन अगाडि गऱ्यो नि त्यो मुनि पनि बाटो छ जस्तो लागिरहेछ एकचोटि त्यो हेर्नु पर्ला कुदेको भयो नि त आइज सन्तोष मुख धोइरहेको छ यार त्यो पानी खानेले यहाँबाट जाउँ एक लट भ्यू पनि हेरौँ न होइन यहाँबाट फेरि टर्निङ सट्ट आइदिन्छ फेरि थाहै हुँदैन क्या यहाँबाट बाटो देखिन्छ भनेर खास यता अब क्या खोइ कहाँ हो बाटै देख्दैन यतापट्टि पो होस् हौ यस्तो खतरा क्या मुनिको बाटो चाहिँ देखाउँ भनेर चाहिँ खास आएको यहाँ माथि एकदम हाइट आएछ क्या यतापट्टि चाहिँ देख्छ कि हेरौँ भब्बाल देख्छ नि त सिन्धुलीको बाटो ल यहाँबाट ल आम्मामा वाइल्ड भब्बाल देख्छ ल यस्तो छ बाटो अनि यहाँबाट यहाँ कम खतरा बाटो हुन्छ यहाँ ल यस्तो छ बाटो ल बवाल मुनिसम्म ल यी बाटो
यहाँबाट हामी पर पर अब तराईदेखि नै आएको है खतरा सही फेरि यस्तो दामी चिसो लागिरहेछ यार बाटो चाहिँ खतरा देखिरहेछ यहाँनिर ल अब के गर्नु दाजुभाइ यसरी हिँड्नु परेछ मजाले सेल्फी डाँडा पुग्नु लाग्यो अब यस्तै है रमाइलो त रमाइलो छ तर के गर्ने टाढा छ टाढा खानेकुरा खाने भन्दा पनि यहाँ त बाटोमा हिँड्ने मजा लागिरहेछ यस्तो चिल बाटो छ अनि छिटो हामी खानी खर्क आइपुगे खानी खर्क आइपुगे हामी यो सिन्धुलीको बाटो हुँदै अब यहाँनिर चाहिँ हामी चाहिँ एकछिन चाहिँ चट्टा लाएर जुस खाने भनेर मौसम्बीका जुस खाने भनेर चाहिँ यहाँ बसेका छन् हिजो अस्ति आउँदा नि खाएको दामी लाग्छ कि त्यतिखेर चाहिँ रिल मात्रै बनाएको यो चाहिँ सिन्धुलीबाट उताबाट आउँदाखेरि अनि हामी उता सिन्धुली के भन्ने ठाउँबाट आउँदाखेरि भनौँ न उता के भन्थ्यो नामै बिर्सेर आएको ठाउँ बिर्स्यो ल यहाँ अब दिदीले चाहिँ जुस बनाउँदै हुनुहुन्छ यहाँ चट्टा लाएर एकैचोटि बोकेर काट्नु भइसकेको छ फास्टै हुँदो रहेछ मौसम्बीका जुस के भन्न चाहनुहुन्छ तपाईँ यो ठाउँमा आएर यो खनिया खर्क ठाउँ हो म हरेक राइडमा यो बाटो पर्दा चाहिँ म जहिले नि यही सपमा यही ठाउँमा आएर सुन्तला जुस या मौसमको जुस हुन्छ नि नेचुरल को अब हुन्छ नि यो रियल सेल खाँदिनँ म कहिले बाटोमा यस्तो पायो भने चाहिँ खाने हो सही विचार उच्च विचार हेल्दी फुड खाउँ अब कति अरू चिज छ नि अब यो मौसम चाहिँ यहाँको लोकल हो सुन्तला चाहिँ देशी हो अरे चट्टै चोट आउँदैछ है मिठो हुन्छ नि अस्ति फ्यान्टा स्प्राइट कोक बाटोमा खाने नि होइन कि अस्ति आउँदा नि खाएको थियो अस्ति नि दामी थियो बिरुन हाले होइन चट्टा मौसमको जुस नरिवलको जुस उखुको जुस हुन्छ नि बाटोमा अब सिजन अनुसारको राखेको हुन्छ खाने हो खाइदिने हो क्या होइन तलबाट आउँदाखेरि गर्मी भइरहेको थियो माथि त्यो सिन्धुलीको बाटोबाट माथि आइसक्यो चिसो अघि हामी त्यहाँ खेलिरहेको थिएन त्यहाँ यस्तो चिसो थियो भने खेलिरहनु भिडियो खिच्दै बेला यहाँ चाहिँ ठिक छ अब यहाँ उकालो आयो फेरि ओह्रालो जानुपर्छ अब ल हामी 10-15 मिनट अझै बस्छौँ अनि निस्किन्छौँ सिन्धुली गढी यहाँबाट कति टाढा सिन्धुली गढी छुट्टिसक्यो हौ होइन के सिन्धुली गढी त्यो ऊ भएको के भएको त्यो माथि युद्ध परेको ठाउँ गइसक्यो त्यो कटेर त यहाँ खनिया खर्क के थाहा त म त उतापट्टि भनिरहेको छ उतापट्टि होइन तल यता काठमाडौँबाट आउँदाखेरि चाहिँ यो सिधेपछि बल्ल सिन्धुली गढी आउँछ यस्तो हो अब जिन्दगीमा कहिले काठमाडौँ बाहिर ननिस्केपछि अलिक कन्फ्युज भइन्छ क्या होइन कन्फ्युज भएन कि कन्फ्युजै भयो झुक्किदिएर कन्फ्युज के फरक पर्यो खनिया खर्कको मिठो मौसमको जुस खाइसकेपछि चाहिँ हामी फेरि सिन्धुलीको बाटो हुँदै काठमाडौँतर्फ लाग्यौँ मात्र गयो छ नि मान्छे त ल अलिकति लिएर ढ्याङ्गे हानेको नि त नि कस्तो यस्तो खम्बामा हानेको नि है त्यो माइक्रो चाहिँ माथिबाट यो ठाउँबाट खस्न आँटेको थियो क्या अब त्यहाँ अड्केर हुन त बिचमा ड्याङ्गे ठोकेर माइक्रो कच्चा कुचेको छ है तर यहाँबाट खसिआयो चाहिँ तर यो होटलसम्म आइपुग्थ्यो होला यार डेन्जर भएको ल त्यस्तो ठाउँमा कोल्ड कफी खाने भन्छ ल माथिको चाहिँ सिन्धुली गढीको भाइरल सिन्धुलीको भाइरल रोड चाहिँ यो हो ल अलिक जिगजाग भने हाम्रो साथीको चाहिँ यहाँ अलरेडी टालिसकेको रहेछ यहाँ स्टिकर ल
घरिघरि आउँछ नि टालिहाल्छ नि मेरो छैन टाल्नलाई सिद्धिसक्यो नि भनिसक्यो ल हाम्रो कोल्ड कफी हान्थ्यो कोल्ड कफी आइसकेको छ पुरै आइस है यो चाहिँ के हो यो के हो सुगर सिरप त्यही त म यो हालेन भने त अनि मरिन्छ नि तितोले तितो छ र अहिले चाहिँ हामी मुलकोटमा छौँ तितै रहेछ नि यति बेर यो हाल्नुपर्ने छुट्टै अच्छा हाल्छ होल्चेयर म यार तर त्यो कफी नि चिसो कफी तितो भात हुँदो रहेछ क्या चेस जनाको पोखिरहेको मेरो पोखिरहेको ढल्काउनु पऱ्यो नि त खास अर्को खालको बाङ्गिने खालको हुनु पर्ने मुलकोटको एकछिनको आरामपछि हामी चाहिँ सिधै काठमाडौँतर्फ लाग्यौँ र बिच बाटोमा एकदमै अँध्यारो भएको कारणले चाहिँ हामी सिधै मन्डिका टारको अरबिका क्याफे पुग्यौँ अहिले चाहिँ हामी लास्टमा हामी यो अरबिका क्याफेमा आएको छौँ यो चाहिँ म फाइनल्ली लास्ट इन गरिसकेको थिएँ तर लास्टमा चाहिँ हामी आएको छौँ किनभने लास्टै थाकिसकेर अहिले मैले कफी मगाएको छु यो के मगाएँ राम्रै बिर्सिँदैन के हो हट लेमन विथ हनी मैले चाहिँ क्यापेचिनो मगाएको छु अनि कोथे मोमो मगाएको छु ठाउँ चाहिँ दामी छ यो ल लास्टमा हामीले चाहिँ इन्डिङ उतै गरिसकेको थियो तर लास्टै थाकेर अहिले कति बज्यो भनेदेखि 8 बजेको छ अनि यहाँ खाजा खाएर चाहिँ घर जाने भनेर चाहिँ बसेको छ कोथे मोमो मगाएको छ भने यहाँ यस्तो चाहिँ वरिपरि यस्तो छ दामी छ है यो खोलेको पनि धेरै भएको छैन अहिले बहिनीलाई सोध्नु छ बहिनी यो हाम्रो यो अहिले ओपन भएको कति भयो यो तल क्याफे चाहिँ के 3-4 महिना मात्रै भयो है पनि आइपुग्यो यार मोमो त खतरा भाडामा आउँदो रहेछ त्यहाँ बस ओहो भाडा त बल रहेछ नि त ल गम खाइदिइहाल्नु भोक लागिरहेछ यार अर्को एउटा चम्चा क्यापेची नै खाएको छैन होइन मैले यार भिडियो खिच्नु लाग्यो भने यस्तै हुन्छ भने टेन्सन लाग्यो के हो आउनु मान्दैन त त्यहाँ यो बिगार्नै मन लागेन क्या कस्तो दामी आयो है तर चिनी हाले खानु जस्तो लाग्यो मलाई सुगर हालेको नि 2टा च्यात्दैन बिगार्नै पऱ्यो नि के गर्ने यस्तो राम्रो मिहिनेत गरेर बनाहा फेरि बिगारिदिनुपर्छ ल अब यो एउटा मोमो खाएर चाहिँ हामी भिडियोलाई इन गर्छौँ यार अघि नै इन गरिसक्यो थियो फेरि लास्टमै भोक लगाएर साथीले यो सकाइसक्यो म यो खाएर आउँछ धेरै खाएको नदेखाऊ है